आज म कुरा गर्न गइरहेको छु तपाईँहरू बिच होइन तपाईँहरू स्क्रिनसटको बारेमा। मेन आज मैले स्क्रिनसट यहीँ लगभग 12 बजे सबै स्क्रिनसट हाले हो। त्यहीँ भयो मेरो कति फेभरेट हो तपाईँ हेर्न सक्नुहुन्छ होइन। फोटो म हालिदिन्छु, यो भिडियो नत्र एडिट गऱ्यो भने एडिट भयो भने होइन हालिदिन्छु। स्क्रिनसट लिएछु कति फेभरेट छ भनेर। तर 6वटा मात्र हो। अनि टिकटक पनि म अब 6 घन्टामा 6वटा 36 हुन्छ होइन। पहिला 70वटा गरिदिन्थेँ, 70वटा होइन 66वटा गर्थेँ, 66वटा गर्थेँ किनभने 6 फेभरेट हो मेरो। त्यही भएर दुइटै 6 अनि दुइटै 6। अब 3 काल महाकाल त 3 काल महाकाल भनेको तपाईँको 3 भयो, त्यो 3वटा र 6 मेरो फेभरेट हो। त्यही भएर अब 6 घन्टामा 6वटा भिडियो हाल्छु, 36 हुन्छ। त्यही भएर ल अब म कुरा गर्न गइरहेको छु मेरो जानको बारेमा होइन। मेरो जान यसमारिका हो र आफूलाई म भनिदिएको छु, त्यो कुरा त भनिदिएको छु। मेरो जान यसमारिका प्लिज एकचोटि ब्लग गरिदिएको छ प्लिज। आज लगभग 12 दिन भयो, 12 बजे टाइम भयो। आज 6 दिन पुऱ्यो अनि टिकटक अपलोड गरेको। त्यही भएर 6वटा रिक्वेस्ट 6 दिनसम्म रिक्वेस्ट गर्नुपर्छ मान्छेलाई मेरो, किनभने फेभरेट नै 6 हो। त्यही भएर 6 दिन रिक्वेस्ट गरेँ। त्यो त जिन्दगीभरि अब तपाईँलाई त रिक्वेस्ट कि यो जिन्दगी नै तपाईँको हो, त्यो त कुरै छाडिदिनु। किनभने अब यहीँ 4 दिन 5 दिनसम्म फेरि अब गर्दिनँ अनि फेरि गरिहाल्छु ल। अनि के भन्छ अरे तपाईँ एकचोटि प्लिज किन ब्लग गर्नुभयो? मसँग कुरा गर्नु छैन कि छ, कस्तो भयो के भयो भन्दा सोध्नुपर्छ अलिक। के मान्छे कस्तो सोचमा बसिरहेछ, के गरिरहेछ होइन, सबै हेर्नुपर्छ। अनि के भन्छ अरे त्यही भएर प्लिज एकचोटि भनिदेऊ मलाई। अनि भनेर के भन्छ अरे अर्को म अर्को कुरा गर्छु ल। रुक